यो त भएन आया यो के जस्तो देखियो भन् यसको त पावर छ नि त नि गई गई हेलो एभ्रिवान गुड मर्निङ सेवा नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन र आज पनि नयाँ भिडियो आउँदैछ सबैजनाले हेर्नु नि त्यहाँ हाम्रोमा चाहिँ झुल्के घामदेखि अस्ताको घामसम्म हेर्न पाइन्छ अहिले चाहिँ भर्खरै घाम झुल्किरहेछ म चाहिँ यता साइडमा बसेर दुध तताइरहेको छु हाम्रोमा चाहिँ अहिले दुहुन छ क्या अनि यता चारो पाकिसक्यो बिहानै आमाले पकाउनु भएको यो चाहिँ अनि एकदमै जाडो छ आगो पनि तापिने काम पनि हुने हैन दुईटै काम एकैचोटि गर्दैछु म चाहिँ मुख धोएर बसिरहेको छु यहाँ अब दुध पिउने हो कस्तो राम्रो फुल फुलेछ लालु पातेर यो के भन्छ यसलाई मुन्द्री फुल कि के भन्छ थाहा छैन सिस्नु पनि खाने बेला भएछ काँडै काँडा भएको यस्तो चाहिँ कस्तो मिठो हुन्छ पकाएर रसिलो फुलहरूको हालत चाहिँ यस्तो छ यो माटो फेर्नु पर्ने अब आज भ्यायो भने फेर्ने भ्याइएन भने अब यस्तै हो फुल पनि गमलामा त हेर्नु मात्र राम्रो तर गमलामा फुल स्याहार्नु चाहिँ एकदम गाह्रो हुँदो रहेछ मौरीको डुर पनि छ सबैमा चाहिँ छैन यो मौरी दुईटा कि कतिवटा दुईटा तिनटामा छ होला यहाँको फुलको हालत चाहिँ यस्तो छ अस्ति कति हरियो थियो अहिले त सबै सुकेछ अनि यहाँको चाहिँ कस्तो दामी भएको थियो बिरुवा अहिले चाहिँ यति कम कम भएछ अहिले खासै यहाँ पनि छ यो चाहिँ कुनै विकासी होइन है यो चाहिँ गाउँकै अर्ग्यानिक लोकल हो आमाले लिएर आउनुभएको रहेछ तल बोजूकोदेखि कुकुरलाई भाक्सा मनपर्छ भाक्सा मनपर्नेले चाहिँ रैनीलाई हेर्नु है अरू कास्टमा गयो भने त भाक्सा पाउँदैन रैनी लिम्बुनीहरूलाई हेऱ्यो भने चाहिँ सुँगुरको मासु खाना पाउनुहुन्छ रेगुलर सुँगुरको मासुमा पल्किने के खानुभएको मिस इस्कुस भाले आमा हिजो भालेको खुट्टा कस्तो नि छिप्पेको भाले रहेछ यस्तै यो चाहिँ कहिले मार्ने भाले ए यो पूजाको हो ला रोको इस्कुस पनि खाँदैछ म चाहिँ खास घर चाहिँ कोदो टिप्ने भनेर आएको तर हिजै टिपिसक्नु भएछ अनि यताको चाहिँ अलिक हरियो भएर नटिपेको आज कोदो टिप्नु नजुरेको रहेछ तर यहाँनिर छ यो मजाले पाकेको छैन हरियै छ के अरे ढेँडो पनि छ गाइज मासुको रहेछ यो अलिक ग्रेभी भएन क्या ढेँडोसँग खाने बस्न आउँदा एक झोला लुगा बोक्ने तै हो होइन भन् त लु 2 दिन बस्न आउँदा एक झोला लुगा बोक्दैनस् भन् त म धरान जाँदा 2 जोर बोकेर जान्छु है उता एक झोला घोरेटार आउँदा एक झोला लुगा बोकेर आउँछ अब तलतिर जान आँटेको थाहा छ यसको सामानहरू कति प्याक गरेको छ यसको सामानहरू काँधमा बोक्ने एउटा झोला यसरी उचाल्ने त्यो मेरो त्यो सामान बोक्ने झोला जस्तैमा एक झोला त्यो चाहिँ मुनिको चेन खोल्यो अरे अनि अर्को यस्तो साइड ब्याग नै छ ठुलै छ त्यो पनि थापी थापी नबोले अनि जेब्रा छ अनि अझ बोरामा अरे के लाने अरे म त छक्क पर्छु भगवान अनि यो पनि हो झोला ए आमामा थपी थपी भन्छ मलाई साले तेरो यो किन सुतेर उठेर ओछ्यान यो मिलाइनस् ओइ को पछि जाम सुत्ने को किन मिलाइनस् यो सबै गाजङ गुजुङ भएको छ म चाहिँ हिँडे अब गुडतिर गएर के काम गर्नुपर्ने आई डोन्ट नो तर पनि जाने हो के काम छ गर्ने हो अनि मेरो बहिनी चाहिँ आज पनि
तलतिर जान आँटिरहेछ होइन। 1-2 दिनमा जान्छ होला। उसले चाहिँ अस्ति 4-5 दिन अगाडिदेखि नै प्याकिङ गर्दैछ क्या। अनि अहिले पनि त्यस्तैमा भुलिएर त्यो आएकै छैन। म चाहिँ तलतिर जाने बेला बेलुका पनि भ्याएन, लाइनहरू त्यस्तो गयो भने बिहान सर झोलामा खाँदो कुदियो। त्यसले 5-6 दिन भयो प्याकिङ गरेको। राम धेरै पछि यहाँको सिन हेर्न पाएँ, यहाँको दृश्य। अब कोटमा गएर हामी के हेर्छौँ थाहा छ? अस्ति नै मैले रोपेको लसुन र प्याज कस्तो भएछ हेरौँ ल, भयो कि भएन छ। अनि आलुहरू रोपेको के कस्तो भयो। आफूले रोपेको चिजहरू फैलिँदा फस्टिँदाखेरि त कति खुसी लाग्छ। हेर्नु त्यो एकदम मन पनि हुन्छ क्या। यो चाहिँ मैले अस्ति रोपेको है, 1 महिना भयो सीमा। यो चाहिँ मैले रोपेको यताको चाहिँ राम्रो भएछ। यो पानी नहालिने पनि यस्तो छ। अनि यताको यहाँ बिचमा चाहिँ अलिकति पातलो भएछ। यहाँनिर पातलो भयो कि उम्रेन क्या, यो ठुलो ठुलो डाँठ भएर। यताको चाहिँ फेरि राम्रो भएको छ यो लसुन। यताको चाहिँ आलु यस्तो दामी भएछ। जस यतिको फले पनि खुसी नै छु म। होइन यतिको फल्यो भने किन्नु त परेन नि त, जस गरेर खाने रहेछु, खुसी नै छु। गोठतिर पनि हाम्रो चलन यस्तो हुन्छ। यो चाहिँ कोङठोक भन्छौँ, कुन्यु। यो सुकाएर झुराएर यसरी गुन्द्रुक बनाएर, यो चाहिँ सुँगुरलाई हो। सुँगुरलाई पनि पुरै मान्छेलाई जस्तो व्यवस्था गर्नुपर्छ। यता यो तिरपालमा चाहिँ कोदो हो यस्तो गरिरहेको छ। यो फिजाको चाहिँ छैन आज, यहीँ सुकाउने होइन। अनि रात परे बित्तिकै शीत झर्ने बेलाले प्लाक्क छोपिदिने कोदो। आया गोठमा पनि के हो। यो पालि चाहिँ हामीले थाङ्रा नलगाएको, यसरी नै यता गरेर राखेको कि बाँदरहरू आउँछ नि कस्तो यो बोकेर कुदिन्छ। डेन्जर पो छ त हाम्रोतिर त। अझै काममा गएँ। हेर्नु यहाँ तिहारमा नफुलेको फुल्नु त फुलेको थियो, यति फुलेको थिएन, फुलेर पनि सबै अब त ओइलिसकेछ। बोडी तरकारी मनपर्छ भने मलाई कन्ट्याक्ट गर्नुहोस् ल, म डेलिभरी गरिदिन्छु। यस्तो राम्रो खाम लाग्ने बोडी फलेछ। ए कहाँ त्यहाँ मात्र हो र, बोडी त यता पुरै कोदोबारीमा पो रहेछ त। ए झप्पै लटरम्म फलेछ, लगेर पो जान्छु। यता पुरै यो कोदोबारीभित्र थिएछ यहाँ। सिमाना घाँस हालेको छैन घाँस? कति धेरै बोडी फलेछ नि बोडी। ए हाम्रो चाहिँ भैँसी एक्सचेन्ज हानिदिएको, तर कस्तो दुप्लो न दुप्लो रहेछ नि। अस्तिको हाम्रो योहरू बेचेर अहिले चाहिँ अर्को दुन लिएको। के भन्छ, कृषक भएपछि यस्तै हो, कहिले के एक्सचेन्ज हान्नुपर्छ, कहिले के। बहिनी सामान प्याकिङ गरिसक्नु भयो? 6वटा झोला। कतिवटा भन्नु ढाडमा बोक्ने, म गन्छु अघि हेरेको ल। ढाडमा बोक्ने यस्तो बोक्ने छैन। के हो त नि त यस्तो? हैन मैले त्यो त झोलामा सबै लगाएको, ढाडमा बोक्ने त जेब्रा एउटा हैन, जेब्रा ट्राभलिङ ब्याग एउटा, ट्राभलिङ ब्याग। अनि त्यो साइड ब्याग एउटा, त्यो बोजूलाई साइड ब्याग, अनि अर्को साइड ब्याग 4वटा, अनि 5वटा हुन्छ उसँग। अब बस्ता हाने बस्तासँग 1 बस्ता के लाने हो? सिस्नो त टिप्न त कस्तो राम्रो खाने बेला भएको रहेछ। अघि देखिरहेको थिएँ घरमा थुप्रो छ। ल हाम्रोतिर चाहिँ यसरी छाप्रो बनाएर, के भन्छ फरीको बनाएर गाईबस्तु निकाल्छौँ पानी पर्ने सिजनमा। तपाईँहरू के भन्नुहुन्छ यसलाई? हामी चाहिँ फरीको भन्छौँ। पानी पनि यतै व्यवस्था गर्नुपर्छ। यसरी घाँस हाल्दैछिन् मेरो बुइनीले। यता नर पनि काटेर यसरी सुकाउनु भएको रहेछ। अब यही घाँस पनि हो, सुकाएर राख्ने पनि यही हो। पछि जरी पानी पर्ने सिजनमा चाहिँ यही सुकाएको नर ढोड खोस्टा दिएर गाईबस्तु पाल्ने हो। यो बोडाबारीमा यस्तो के बारीमा चाहिँ घाँस काट्न अप्ठ्यारो नि।
ढिलो क्या यो आराम गर्दै काट्नेवाला हो क्या त्यही त राखेर भिडियो बनाएको त आज त किन राखेर त राम्रो आउँदै छैन त पक्रेर बनाउँदाखेरि चाहिँ कस्तो कस्तो रमाइलो योहरू क्याप्चरै हुँदैन क्या होइन राखेर भने चाहिँ सबै क्याप्चर हुन्छ नि त भनेर त हुँदैन अब होस् यत्तिकै यो के बोडी हो खासमा लबस्तारे बोडी कसले चाहिँ यो लगाएको नाम चाहिँ त्यस्तो चाहिँ हो के को धनकुटे हौ यो अनि धनकुटे भन्नु नि छाडाहरू मलाई त्यस्तो बोलेको मन पर्दैन है यहाँ हाम्रो गाउँमा छाडा छाडा बोल्छन् सबै हैट। अनि किन नराम्रो चाहिँ भन्नु त राम्रो चाहिँ भन्दा हुँदैन तिहारमा लगाउने फुल अहिले यस्तो राम्रो भएको छ यस्तो राम्रो अस्ति फुलेको भए कति राम्रो माला उनेर लगाउँथेँ म ल काकीहरूलाई त मैले ठुङ्गै लगाइदिएको अहिले यति राम्रो यो पनि 2टा बोटको काम हुँदैछ है काम मरत हुँदैछ यहाँ यस्तो भित्र काट्नु कति ढिलो न ढिलो भर्खर यति काट्दैछु म यहाँदेखि यति यति बोडीको जरा भाँचिएर होइन फेरि जरा भाँचिए पनि हामीले गाली खाने हो हामीले चाहिँ घाँस काट्यौँ घाँस काटेकै भारमा घाँस काटेकै ठाउँमा बस्दैछु म चाहिँ यता यस्तो घाँस पनि छ यता यस्तो पनि छ बाँस पनि छ घाँस चाहिँ काट्नुपर्ने हुन्छ अदुवा चाहिँ बोक्नुको लागि हो त्यही भएर यहाँनिर अघि कोट्याएर सुकाएको अलिकति यो सुक्छ नि त यत्तिकै कोट्याएर बोक्यो भने चाहिँ माटो सरी चिसो हुन्छ यस्तो गऱ्यो भने चाहिँ सुक्छ पनि माटो पनि झर्छ हाम्रोमा चाहिँ यत्रो काँक्रा अहिले पनि रहेछ काँक्रा अहिले त के पो मङ्सिर कार्तिकमा चाहिँ काँक्रा भन्नु हुँदैन अरे क्या यसलाई मङ्सिर लागिसक्यो अहिले त काँक्रा भन्दा हुन्छ अब यो चाहिँ खानु मिठो हुन्छ म यो त कस्तो हान्ने जस्तै चल्दो रहेछ राङ्गो पाँडो पाँडो यति नै पो अदुवा त यति त नि घरमा 1 केजी जति छ अरे त यति लान्छ झोला म घरमा 1 केजी जति छ अरे यो तितो भाग चाहिँ काट्नुपर्छ यहाँ जो क्यामेरामा यहाँ पनि छ नि यो के जस्तो देखियो भने के चुचे गरेला सेम चुचे करेला आप जस्तो पनि छ तर सानो मुझे बांग के भन्छ मैले यस्तो मुछेको छुइनँ त्यसले ग्लोभ्स लगाएकै हो ग्लोभ्स मलाई सफै छ बोडी टिप्ने कार्यक्रम हुँदैछ हाम्रो गाइजहरू अलिक कलिलो कलिलो यो उयो गरी खाल्ने पनि यो भाँचेर खाने खालको पनि टिप्दा हुने नि त के धर्म उसको कति हो कति छ नि अब सबै मान्छेले अवगुण मात्र हेर्छ गुण हेर्दैन राम्रो पनि गरेका थियौ नि अनि त्यही एउटा गल्ती भयो बित्तिकै सबै नराम्रो हुन्छ
Kena kena kari di makan udah dirasa, ona suara Lisa itu angka di apa pun alik mana yang angka orang orang itu kan sih, suara Lisa ke on ban harau kari di tengah mana? हाम्रो अदुवा बारी चाहिँ हराभरा छ भन्दा पनि सुकिसक्यो। नर नर काटेर सुकाइरहेछ, यहाँ सुक्न आँटेछ, मुठा पार्ने बेला पनि भएछ। राम के साह्रो यो उयो कुरो हौ अदुवा घारीतिर पनि। फर्सीहरू भित्ताभरि योपालि फर्सीहरू कलिलैमा चिमाटियो। हामी चाहिँ खर काट्न हिँडेको यहाँ। अब चाहिँ कसले काट्छ त नि? अब कोही त हिँड्दैन। खर पनि केमा नि चाहिँदैन को, नकाट्दा पनि हुने नि। हुनु चाहिँ घाँसै काट्दा हुने, तर के गर्नु, केमा चाहिहाल्छ कि भनेर किन्न त आउनुहुन्छ, तर त्यो गोठहरू के छाउनको लागि किन्न चाहिँ आउनुहुन्छ। यो बारी जतिसुकै भए पनि के गर्नु, स्याहार पुग्दैन। यो धेरै बारी, यो धेरै पाखाहरू पनि खासै राम्रो चाहिँ होइन रहेछ। जति के भन्छ, जतिले पुग्छ, जतिले आफू गर्न सकिन्छ, जतिको स्याहार पुग्छ त्यति चाहिँ राम्रो हुँदो रहेछ। यो सबै यस्तो बिजोक हुन्छ, यता न उति। ठिक्क आफ्नो परिवारलाई पुग्ने, आफूले गर्न सक्ने, बाँझो चाहिँ नहुने गरी चाहिँ हुनुपर्ने रहेछ खास। न होइन पानीले पुग्ने, प्रशस्त पानी भएर न अलैँचीहरू लगाउनु। पानी पनि पुग्दैन यहाँनिर, पानी अलिक कम छ। यता चाहिँ पानीको दुःख छ। खानुलाई चाहिँ हुन्छ, अब यस्तो के लगाउनु चाहिँ अलिक गाह्रै हुन्छ। खर काट्ने अब सरासर। मेरो चाहिँ भिडियो गरिदिने मान्छे पनि छैन। मेरो यहाँ पुग्यो, मान्छेको हालत चाहिँ पसिना सरी। तर यो खर काट्दाखेरि चाहिँ ग्लोभ्स नलगाई, फुल बाउला नलगाई, यस्तो मुख कभर नगरी चाहिँ यस्तो काट्छ नि, यस्तो पाच्छ नि। मेरो पुरै अनुहारभरि यस्तो चर्याइरहेछ क्या, यो पसिना निस्क्यो र अनुहार ढाक्ने छैन नि त। ग्लोभ्स र ज्याकेटले थोरै सेभ गर्यो। यता यस्तो चर्याएको छैन चरर। अनि त्यसको धुलो हुन्छ क्या, यस्तो घाँटीभित्र पसेर यस्तो ख्याक हुँदैन। अझ सिन्दुरे बिज्यो भने यस्तो पोल्दैन। अनि यो खर चाहिँ पुरै सुक्खा भएपछि भन्दा पनि अलि हरियोमा काट्यो भने चाहिँ त्यति धेरै पाच्दैन। सुक्खा भयो भने अझ धेरै पाच्छ। हामी यो काट्ने पनि थिएनौँ होला। यहाँ चाहिँ हाम्रो बिरुवाहरू छ क्या, मतलब उत्तिसहरू छ। यहाँनिर यस्तो उत्तिसहरू रोपेको छ यिनीहरू। त्यही भएर सफा गरेको। अब अहिले नभए पनि यो उत्तिसहरू त 10 वर्षपछि त एकदम यिनीहरूको भ्यालु हुन्छ नि त। नत्र बेला हामी यता काट्दिनँ थियौँ। अम्लिसो लगाउनु भएको थियो, अहिले उत्तिस पनि लगाउनु भएछ। कस्तो पिरो के खालको नुनिलो पसिना पनि। यता मुनि चाहिँ रोड छ। गाइस हामी चाहिँ फर्केको। यति काट्यौँ, खरहरू अब यहीँ सुक्छ। यो निक्लेको घाँसहरू पनि यहीँ सुक्छ। हामी चाहिँ अब ब्याक टु होम। यो बाँसको घाँस पनि बोक्नुपर्ने छ त। यस्तै हुन्छ क्या यो खर। नाकदेखि मुखदेखि खरको जुस सबै पसी गएर। यो घाँस बोक्छस्? यो बोक त, कहिले डोको बोक्छु म। अब 2 दिन त छ, कहिले भोलि पनि बोक्दैन होला। अब लास्ट बोक्यो अहिले कहिले यहाँ डोको। मलाई रिस उठ्दैछ है। कस्तै हेरेको भैँसीहरूले, हेर न हाम्रो घाँस आउँदैछ भनेर पर्खिरहे आउला भने कि जस्तै पर्खिरहेछन्। तेरिमा फटाहरूले। हेर तेरा त किन चलेको?
किन चलेको नि किन यति साह्रो अल्छी लागेको होला अब गएर कपाल धुनु भनेको नुहाउनु भनेको पानी चिसो न चिसो के गर्ने होला यही पुलुक्कै ढलिजाम जस्तै हुन्छ हौ किन यति साह्रो अल्छी लागेको मलाई यही सुत्दिम जस्तो क्या हामी चाहिँ अब घर हिँडेको यो कोदोलाई चाहिँ यसरी प्याकिङ गर्नुपर्छ होइन उयो दाउराले लाइन छ त मेरो अनुहार अलिक घट्यो कि क्या हो सीमा त्यस्तो देखिँदैछ तर किन त्यस्तै देख्दैछु यो ऐनाले हो कि यो चाहिँ मैले लानको लागि तयारी गरेको अब अरू बेला त खासै लादिनँ यस्तो केही सुकाएर सुकाउने यसको दाल बनाएको यसको बोडी यस्तो हुन्छ यहाँनिर छ यो सुकाएर यहाँ हुलाउनु भएको खास यो चाहिँ यसको बोडी म चाहिँ भान्सा गर्न बसेँ जहिले एक दिन आएर भान्सा छोडिदिनुहुन्छ दही थोरै एक चेप जति अन्धो अनि अघिको बोडी भोलिको लागि रेडी गरेको कस्तो अनुहार डरो फिल भइरहेछ हौ के भएको मही पार्ने कार्यक्रम पनि हुँदैछ यहाँ हाम्रो काकाको छोरी मान्छेले त यस्तो गोद्नु हुँदैन ठेकी भन्छ तर यो त भएन पार्नु भएको होला त्यो मही त यस्तो चाहिँ हो क्या के हुन्छ गुवाईमा तान्नुपर्छ त तीनजनाले पारेको निस्को अब चाहिँ अलिकति भयो नि आज चाहिँ भयो म घिउ यो मदन छोटो रहेछ नि त बोजू लामो छैन भयो काका होला पानी लाउनु कस्तो अर्थ परेको फुटेको ठाउँतिर पनि लगाइन्थ्यो त पहिला त बेसरी भेस्टिनहरू भन्दा त निको पनि हुन्थ्यो भयो आयो उखात फेरि जम्मैमा खात यतिको चाहिँ हो क्या घिउ निकाल्ने मान्छे र यसको त पावर छ नि त नि गुवाई Api hau telur kan di iso masang dah tak yang. Mam kau mam. Aja. Paisa kami mau ni aduh dia tak goi mana nak kerja dia nak nak jalan. घिउ खारिन आँटो है अब चाहिँ के हो डोरी जस्तो पिना हो पिना यस्तोसँग पहिला कति भात खान्थेँ म त
हो नि सिन्चु पनि ठुलो भएर नाच्ने हस् आधी माना छ पिना खाने तिमी पनि खाने पिना पिना यो चाहिँ मिठो हुन्छ क्या पिना खानु हुने पिना सिन्चु पिना खाने यो म सेलाइदिन्छु ल आजको हाम्रो दिनभरिको काम चाहिँ यस्तै रह्यो अनि भोलिको लागि सामानहरू पनि रेडी गरेर अब चाहिँ मेरो भिडियो यहीँ क्लोज गर्छु थ्याङ्क यू फर वाचिङ